mấy người rồi. 오늘 안 가요? 아니 오늘 친구랑 약속이 있어요. 지금 मैले सबै तयारी गरेर अब चिकन चाहिँ पाक्ने बेला छ, भात चाहिँ बनिसकेको छ होइन गाइस। अन्त म्यानमारको साथीले चाहिँ कस्तो आइटम बनाएको यो तेलमा हालेर राम्रो पकाएको छ। हाम्रो बनाइदिने छ टमाटर प्याज काटिसकेको छु, बाटो भएको छ अनि त्यसपछि अरू प्रोसेस गर्नुपर्छ। 맛있어. 맛없어? 맛있어요. 그냥 고기하고 피부야가 맛있어요. 고기야가. टमाटर मसरुम भन्ने कुराहरू पाक्छु। टमाटर प्याज काटिसकेको छु, बाटो भएको छ अनि त्यसपछि अरू प्रोसेस गर्नुपर्छ। अब त्यसपछि चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ अब चाहिँ उठेर मैले अब बिस्तारै लगाएर होइन उठेर अब चाहिँ कफी टाइम भयो। अब चाहिँ म कफी खानु गएको छु। अनि कफी खाइसकेपछि चाहिँ खाना बनाउने तयारीमा छु। अब चाहिँ खाना बनाउँछु। चाहिँ मैले सबै तयारी गरेर अब चिकन चाहिँ पाक्ने बेला छ, भात चाहिँ बनिसकेको छ होइन गाइस। अन्त म्यानमारको साथीले चाहिँ कस्तो आइटम बनाएको यो तेलमा हालेर राम्रो पकाएको छ। हाम्रो बनाइदिने छ बिहानको फुल मौसममा तपाईँहरू देख्न सक्नुहुन्छ। म कोरियामा छु र यता गर्मी धेरै भइसकेको छ। घन्टाहरू चाहिँ यस्तो पातहरू जस्तो भइसकेको छ। मान्छेहरू बाहिर निस्किनै छोडिसकेको छ र गर्मी चाहिँ धेरै छ भन्नुपर्छ। तपाईँको 40-45 डिग्री नै छ 100%। आज आइतबारको दिन भएकोले मान्छेहरू चाहिँ बाहिर ननिस्केर त्यस्तिकै बसिरहेको छ। गाइस म चाहिँ होइन यस्तो गर्मीमा पनि यस्तो गर्मी भएर पनि होइन कपाल काट्ने ठाउँमा गएर कपाल काट्न चाहन्छु र मेन चिन्ताहरू गइरहेको छु र गर्मी धेरै भइरहेको छ। चाहिँ मलाई लास्टै गर्मी भइसकेको अवस्था छ। यहाँबाट चाहिँ हामी सिधै गयो भने चाहिँ अब मङ्सिल देखाएको थियो जस्तै होइन। अब नि रेडियोमा मङ्सिल चाहिँ पहिलोचोटि आउँदैछ। बसु सँगै जान्छ गाडीहरू छ होइन। अब एग्रीमा चाहिँ कस्तो काम गर्नुपर्छ भनेपछि कोरियामा आज म तपाईँहरूलाई देखाउन गइरहेको छु। र एग्रीमा चाहिँ तपाईँहरूलाई यस्तै ठाउँमा काम गर्नुपर्छ होइन। यो चाहिँ नोङजाङ हो भन्नुपर्छ एग्रीको। अनि यहाँ चाहिँ यो चाहिँ आरू खेती रहेछ। अनि त्यस्तै खुङनाङुलहरू पनि यस्तै हुन्छ। तर घाममा गर्नुपर्ने भएर दुःख हुन्छ अलिकति है। अब मेनुमा अलि कम्पनीभित्र हुन्छ, मेनुमा नि गाह्रै हुन्छ काम त। तर एकदमै अलि दुःख गर्नुपर्छ जस्तो लाग्छ है मलाई। किनकि यस्तो घामहरूमा चाहिँ काम गर्नुपर्छ। अहिले चाहिँ मजाले घाम 40 डिग्री नै छ होला। सक्दो चाहिँ तपाईँको 50 डिग्री नै छ। म हिँडिरहेकै छु। उता आरू देख्न सक्नुहुन्छ तपाईँहरू, देख्न सक्नुहुन्छ यता हेर्न सक्नुहुन्छ। यस्तै काम गर्नुपर्छ है एग्रीमा। यता एग्रीमा आएको साथीहरूले चाहिँ होइन यो काटेछ, जम्मै काटेछ खेती गर्नलाई। अनि यता पनि यो आरू भन्ने त कस्तो राम्रो फलेको है। यहाँ पनि राम्रै फलेछ गाइस होइन। म चाहिँ हेरेरै चित्त बुझाउँछु, छुने औकात छैन भने जस्तो होइन। अब तालहरूमा चाहिँ माछा छ कि छैन थाहा छैन होइन। यहाँ माछा पनि मार्न पाउने रहेछ। अब एक दिन जाल लिएर आउनुपर्छ, यो तालमा जाल हान्नुपर्छ भनेर भन्न सकिँदैन। जाल हान्न चाहिँ कोरियामा चाहिँ निषेधित छ है। बरु नाक्सी चाहिँ गर्न पाउँछ, जाल चाहिँ हान्न मिल्दैन भन्न सुनेको थिएँ मैले होइन।
अनि त्यसपछि ट्याक्कै घुम्दै तर जङ्गल जस्तो ठाउँ छ यो खै कहाँ साथीले यस्तो लोकेसन पठाएर यताबाट जान लागेको म अब चाहिँ घुम्न आएको होइन कामसाम सकेर खानासाना खाएर अनि यस्तो डल्लो फुलहरू रहेछ अनि यहाँ ताल पनि रमाइलै रहेछ कि यस्तो रमाइलो छ होइन गाइस अब साथीलाई भेट्न जाँदैछु म गर्मी त त्यही हो 44 डिग्री छ कि कति छ लास्टै पोलिरहेछ घामले अनि यो खोङ्नामुलहरू चाहिँ यस्तो छ अनि कोरियामा आउनेहरूले चाहिँ प्रायः कृषिमा चाहिँ यस्तो ठाउँमा काम गर्नुपर्छ है त्यस्तो त्यहाँ सागहरू हेर्नु त स्याउहरू कति राम्ररी फलेको यस्तो सानो बोटा पनि कति राम्ररी फलेको है यो भोटेहरूले बस्ने घरहरू चाहिँ प्रायः यस्तै हुन्छ होइन पुरै यस्तो सानो छाना बनाएर बस्दिरहेको हुन्छ यिनीहरू हामीहरू जस्तो भिआइपी खोज्दैन यो नोङजाङहरूको होला त उयो पनि सायद भोटेहरूको बस्ने घर हो यहाँ सुट दिन्छ होला चाहिँ यो एग्रीमा आउने साथीहरूले चाहिँ यस्तो खुङ्नामुलहरूमा भयो यस्तोहरूमा काम गर्नुपर्छ होइन ऊ यस्तोहरूमा भयो यो भुइँ खान्नेहरूदेखि लिएर यस्तो घरहरूमा बस्नुपर्छ अनि यता गाउँतिर हो अनि यस्तो मकैहरू पनि यस्तो मकैहरू पनि यस्तो छ यस्तोहरूमा काम गर्नुपर्छ गर्मी भएर होला मान्छे बाहिर केही छैन म एक्लै गाउँतिर आएको छु होइन कसैले देख्यो भने के गर्नला होला है भनेर सोच्ला म साथीलाई भेट्न जानलाई सर्टकट बाटो जानको चक्करमा चाहिँ यहाँ आएको हो अनि यहाँबाट चाहिँ छोटो बने रहेछ क्या टिकटबाटै गयो भने बाटो रहेछ म्यापले देखाएर आएको मकै पनि मजाले फलाएछ अनि कस्तो फलेको है ऊ त्यो खुङ्नामुलहरू खुर्सानीहरू अब खेती गर्ने तरिका चाहिँ हो है बोट सानो छ खुर्सानी बढी छ पात कम छ खुर्सानी बढी छ ऊ हेर्नु त यो चाहिँ आरू हो गाइस यस्तै पाकेछ होइन यस्तो रातो भइरहेछ टिपेर खाउँ भन्दा त अब कहाँ यहाँ भोटेहरूले देख्यो भने त मार्छ होला टिपेर चाहिँ नखाउँ होला आरू चाहिँ राम्रै फलेछ तर हेलो गाइस होइन आज चाहिँ शनिबार थियो होइन सधैँ काम गर्नुपर्छ आज हाम्रो उता कम्पनीभन्दा अलि टाढातिर दाइ हुनुहुन्थ्यो उहाँलाई नि बोलाएको थिएँ अनि हामी दुईजना चाहिँ यहाँ घुम्दै थिएँ कस्तो छ दाइ यता रमाइलो छ नि रमाइलो छ गर्मी लाग्दै छ भने गर्मी कति हो क्या गर्मी त